बुटोलको मान्छेहरूले फुल्की मात्रै खान्छन् भन्नेहरूको लागि आज हामीले चुनौती दिँदै बनाउन थाल्यौँ पानीपुरी, जसको लागि हामीले सुरुमा पानीपुरीमा चाहिने मसला र त्यसको पानी तयार पार्न थाल्यौँ। त्यसको लागि हामीले काट्यौँ, पिस्यौँ, सबै काम गऱ्यौँ। यहाँ मुख्य चुनौती पानीपुरी बनाउने भन्दा पनि खाने थियो, जहाँ पार्टिसिपेन्ट थियौँ 3 जना, एकजनाले पाउँथ्यो 50 सेकेन्ड, जसले धेरै खान सक्यो त्यसले जित्यो र जो लास्ट भयो त्यसले माझ्नुपर्ने थियो भाँडा। पानीपुरी खानको लागि पहिलो प्रतिस्पर्धी मैदानमा उत्रिँदै थिएँ म, र हेर्न सक्नुहुन्छ यहाँ मैले कतिवटा खाएँ। ओभरअल अल टुगेदर मैले लास्टमा 8वटा मात्रै खान पुगेछु, जुन आफ्नै गल्तीले गर्दा हो। त्यसपछिको हाम्रो पार्टिसिपेन्ट हुनुहुन्थ्यो बहिनी श्रीसा, जसले खाँदा खाँदै बिचमा टाइमर रोकियो र टाइमरलाई कन्टिन्यू गरेर उहाँले फेरि खान थाल्नुभयो र उहाँले केवल 10वटा मात्रै खान सक्नुभयो। टाइमर रोक्यो 22 सेकेन्ड टाइमर रोक्यो श्रीसा बहिनीले खाइसकेपछि अब पालो थियो हाम्रो यसली बहिनीको, जसले खान पर्ने थियो 11वटा जित्नको लागि। दुनियाँकै अन्तिम प्लेट पानीपुरी हो र उनी अन्तिम मान्छे हुन् जसरी यसली बहिनीको खाना सुरु भयो, जुन उनले दुईटै हातबाट सुरु गरिन्। बिचमा विभिन्न पानीपुरीहरू फुटे तर उनलाई कसैले रोक्न भने सकेन। उनले खाना पनि यति खाइन् कि उनको लागि पुरी नै कम भयो र अन्त्यमा हामीले 10 सेकेन्ड अगाडि नै च्यालेन्ज सकाउनु पर्यो। उनले खाइन् 11वटा पुरी। च्यालेन्जको विनर यसली र च्यालेन्ज हारेको म भएसँगै अन्त्यमा मैले नियम बमोजिम भाडा मान्नु पर्यो। र थ्याङ्क यू सो मच फर वाचिङ गाइज, दिस वाज फर टुडे।